अघि कार्यक्रम सञ्चालक मित्रले भन्नुभयो कि सञ्चार जगतका निम्ति विगतमा हामीले चाहेको जस्तो मध्य प्रदेश सरकारबाट पहलकर्मी भएन। म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु र जानकारी पनि दिलाउन चाहन्छु। भर्खरै हाम्रो प्रदेशको बजेट हामीले असार 1 गते प्रस्तुत गरेका छौं। सञ्चारकर्मी साथीहरूको ठूलो योगदान छ यो देशमा व्यवस्था परिवर्तन गर्नका निम्ति। त्यसकारण तपाईहरुको सम्मानका निम्ति पनि सञ्चार जगतको उत्थान र विकासका निम्ति पनि विगतमा नभएका केही प्रयासहरू, विगतमा सरकारले गर्न नसकेका केही कामहरू, केही प्रयासहरू हामीले सुरुवात गरेका छौं। जस्तो 8 जिल्लाको नेपाल पत्रकार महासंघमा आबद्ध पत्रकार साथीहरूका निम्ति, नेपाल पत्रकार महासंघमा आबद्ध सञ्चारकर्मी साथीहरूका निम्ति कम से कम थोरै भए पनि हामी 10 लाख रुपैयाँ 8वटै जिल्लालाई कार्यालय व्यवस्थापन लगायतका सामग्रीको निम्ति हामीले एउटा जिल्लालाई 10 लाख रुपैयाँ सहयोग गर्नेछौँ। हामीले बजेटमा राखेका छौँ। लोक कल्याणकारी विज्ञापनमा हामी थप रकम हामीले दिने प्रयत्न गरेका छौँ, प्रयास गरेका छौँ। त्यसैगरी दुर्घटना बीमा, स्वास्थ्य बीमा हामीले केही महिना अगाडि सुरु गरेका थियौँ सञ्चारकर्मीहरूका निम्ति। हामीले यो वर्षदेखि अब जीवन बीमा, स्वास्थ्य बीमा, दुर्घटना बीमालाई पनि हामीले अगाडि बढाएका छौँ।